ल है पूजाको नमस्ते है साथीभाइहरूलाई। अहिलेको जमानामा चाहिँ मान्छेको घर सिमेन्टेड छैन भने पनि गाईको घर चाहिँ सिमेन्टेड बनाउनु पर्दो रहेछ है साथीभाइहरू। नभए चाहिँ तपाईँहरूलाई दुध कम्ती दिन्छ, हिलोमा जागिन्छ हो। अहिलेको जर्सी गाईहरू उहिलेको जमाना जस्तो होइन, सिमेन्टेड प्लस कार्पेट पनि ओछ्याइदिनुपर्छ। मान्छेलाई फर्मको कार्पेट छैन होला होइन, गाईलाई यस्तो फेसिलिटी दिनुपर्छ। अन्त यस्तो युरिन ड्रेनहरू बनाएर यो युरिन पिसाबहरू पनि वेस्ट गर्न दिनु हुँदैन हामीले, त्यो पनि काम लाग्छ है। त्यसरी स्टोर गर्नुपर्छ। यदि खेती किसान गर्ने साथीभाइहरू हो भने चाहिँ यो सिस्टम अप्नाउनुपर्छ। अहिले चाहिँ मैले यहाँ टेम्परेरीको लागि बेरल थापेको छु, पछाडिलाई ट्याङ्कीमा परिणत गर्नुपर्छ भन्ने हेतुले राखेको छु है साथीभाइहरू। यस्तै छ, हेर्नुहोस्।